मेरो पालामा त म गाउँमा जन्मेको हुर्केको, मासु खानु पनि हतपत नपाउने। बल्ल बल्ल गाउँमा काट्यो भने लिएर खानुपर्ने। घरमा कुखुरा छ भने खानु पाइने, नत्र खानु नपाइने र पो। यस्तो लोकल कुखुराको मासुहरू पनि मनपर्छ, झोल पनि मनपर्छ। अहिलेको नानीहरू त लोकल कुखुराको मासु त हड्डी मात्रै हुन्छ अरे, मिठो हुँदैन अरे। ब्रोइलरको पो मासु मिठो अरे, मासुै मासु हुन्छ अरे। अहिलेको नानीहरूलाई त त्यस्तो, हामीलाई त यो पनि कहाँ पाउनु। हामी यो भनेको त पाहाडमा अर्ग्यानिक होइन, आफूले पालेको कति मिठो हो नि। ब्रोइलरमा त सबै त्यो दानामा केमिकल मिसाएको हुन्छ, के मिसाएको हुन्छ, के राम्रो र। अब अहिलेको नानीहरू त त्यस्तो मात्रै मन पराउँछ। हामीलाई चाहिँ यो मात्रै मनपर्छ, अर्ग्यानिक मनपर्छ। के गर्नु, अर्ग्यानिक छोडेर आइयो।